तपाईलाई थाहा छ सन्दीप लामिछानेले जिमी निसम अनि करण केसीले क्रिस लिनलाई आउट गरेको बलको स्पिड कति थियो होला त? आज हामी कुरा गर्दैछौँ बलिङ स्पिड टेक्नोलोजीको बारेमा, जुन चाहिँ नेपाल प्रिमियर लिगको सिजन 2 मा इम्प्लिमेन्ट गरिएको छ। यो टेक्नोलोजी ट्राफिकले रोडमा गन लिएर बसेर गाडी बाइकको स्पिड टेस्ट गर्ने कुरासँग सिमिलर नै छ। यसको लागि बलरको ठिक पछाडि रेडार गन राखिएको हुन्छ, जसले रेडियो वेभ जेनेरेट गरिरहेको हुन्छ। जब बलरले आफ्नो हातबाट बल रिलिज गर्छ तब त्यो रेडियो वेभ बलमा ठोकिएर फेरि रेडार गनमै फर्किन्छ। यसरी रिसिभ भएको फ्रिक्वेन्सी र सुरुमा रिलिज भएको फ्रिक्वेन्सीमा चाहिँ डिफरेन्स देखिन्छ। यदि बलरले बलिङ गर्दा बलको स्पिड एकदमै धेरै छ भने फ्रिक्वेन्सी डिफरेन्स चाहिँ अलि बढी नै हुन्छ, जसलाई हामी डबलर इफेक्ट पनि भन्ने गरेका छौँ। यही कुरा रेडारमा लगाइएको प्रोसेसरले क्याल्कुलेट गर्छ र केही सेकेन्डमा नै हामी बलरले गरेको एक्ज्याक्ट बलको स्पिड कति छ भनेर स्कोर बोर्डमा देख्न पाउँछौँ। अब तपाईलाई लाग्ला रेडार गनले कसरी बललाई मात्र ट्र्याक गर्छ त? त्यहाँ ब्याट्सम्यान हुन्छन्, फिल्डर हुन्छन्, यसमा अल्गोरिदमको युज गरिएको हुन्छ, जसले हाई भेलोसिटी भएको अब्जेक्टलाई मात्र ट्र्याक गर्छ। बाँकी रहेका क्राउड सँगसँगै अम्पायर, फिल्डर सबलाई चाहिँ नेग्लेक्ट गर्ने काम गर्छ। अर्को भिडियोमा तपाईँ नेपाल प्रिमियर लिगमा प्रयोग भएको कुन टेक्नोलोजीको बारेमा बुझ्न चाहनुहुन्छ कृपया कमेन्ट गर्नुहोला।